आज म बिताउनु गइरहेको छु अटोमा पुरै 24 घण्टा र अहिले रातिको 8:15बाट सुरु भयो मेरो च्यालेन्ज। खानुको लागि के छ भन्दाखेरि 2टा चाउचाउ अनि 2टा बिस्कुट अनि एउटा ओखर र पानीको बोतल अनि मसला। यो भयो अटोको फ्रन्ट साइड यानि कि ह्यान्डल साइड र यो भयो पछाडिको सिट जो चाहिँ मेरो बेड। भित्र लिटरली यति गर्मी भइरहेछ नि म के भन्नै सक्दिनँ। हेलो अखरोट खाने भयो। बेसी छ पसिना बगिरहेछ यहाँबाट र मैले यो झ्याल खुल्ला गरेर पनि हावा पाएको छैन, हावा चलेकै छैन र अब चाहिँ म सुत्छु। यो हो मेरो सिराक ब्ल्याङ्केट। र गाइस खाइयो पियो अब सुतिन्छ। गुड नाइट, बाई। सो गाइस अहिले बिहानको बज्दैछ 1:30 यानि कि 1:30 र मलाई निन्द्रा लागेन खासै अनि मेरो आँखा पोलेर आइरहेछ, एकदमै पोलिरहेछ। कतिखेर मेरो च्यालेन्ज पुरा हुन्छ र म घर गएर मुग्दौँ। वान साइड सुतेको कारणले मेरो घाँटीको हड्डी दुखिरहेछ र हाइट बढ्यो 5.8 फिट, ढोकाहरू बढ्यो कति 3 फिट 4 फिट जस्तो। त्यहाँबाट म खुम्चेँ अनि मेरो खुट्टाहरू पुरै दुख्नु थालिसक्यो। तब च्यालेन्ज गरेको कति सायद 8 घन्टा हुँदै 8 घन्टा 6 घन्टा हुँदै होला। म यो च्यालेन्ज गर्नु गइरहेको छु क्वाइट। मजाले टोकेर हालत खराब पारिदिसक्यो अनि गर्मी पनि यति छ नि म भिजिसकेको छु र गनाइरहेको छु। सो खुट्टाहरू पनि दुखिसकेको छ, जिउहरू मुन्टो खास गरी कि अब चाहिँ म ढिलो नगरिकन बाहिर उत्रिन्छु। खुट्टाहरू कस्तो
पहिलो पटक हिँडेर so thanks for watching, see you in the next video, bye bye.